तिम्रो आमा बोली सिकाइ गर्छ त्यतिको लागि त बिहा गरेको त चुप लाग घरमा बस आई आज त कस्तो नराम्रो टाउको दुख्यो पक्का आज मैले चिया नखाएर होला हौ चिया बनाउनु छिटै लागिरहेको बेलामा टाउको पनि दुख्छ हौ ए म त बिहा गरेको पो त मेरो बुढा के कामको यतिको लागि त अनि बुढा भनेको होइन औ हस्बेन्ड औ हस्बेन्ड औ बुढा यहाँ आउनु न छिटो आउनु न यहाँ छ्या तपाईँ त राम्रो मुखले बोलाउँदाखेरि आउँदैन खालि झर्किनुपर्छ अन्त मात्रै आउँछ पुरा टाउको दुखिरहेछ कि बुढा एक मजाले दुध बाक्लो गरेर चिनीको चिया बनाउनु नि त लु पुरा टाउको दुख्यो म लु त बुढा बा जाति पो हुन्छ कि तपाईँको हातको चिया खाएर के रे के रे के रे के रे कहाँ जाने अरे साथीकोमा जाने अरे बस्दै पर्दैन जानु यहाँ घरमा काम कसले गर्छ त्यतिको लागि त बिहा गरेको त चुप लाग घरमा बस काम गर कहीँ जाने काम छैन चिया बनायो खै के हो चिया त कस्तो बनाउँदैछ त चिया हो कि हो के हो चिया त निम्नु साह्रो पऱ्यो त मलाई त यस्तो नि हुन्छ चिया तिन दुधको चिया योभन्दा त राम्रो त राबुङलाको नालीमा राम्रो पानी बग्छ होला तिम्रो आमा बोली सिकाएन कसरी चिया बनाउँछ भनेर जाऊ अर्को बनाएर लिएर आऊ म खाँदिनँ यो चिया जाऊ